सो गाइज आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै आराममा छौँ अनि आज चाहिँ आन्टीहरूको घरमा लास्ट दिन हो भोलि चाहिँ बाबाहरू आउनुहुन्छ नि त लिन अनि आन्टी चाहिँ हेर्नु न उहाँ पुरा ड्युटीबाट आएर गलेर बसिराख्नु भएको छ अनि त्यसपछि टेन्सन भएको छ नि हामीलाई होलीसम्म बस भन्नुभएको तर हामीलाई लिन आउनु हुँदैछ बाबा मम्मी अनि अनि त्यसपछि भोलि चाहिँ बाबा मम्मी लिन आउनुहुन्छ गाइस अनि त्यसपछि आज चाहिँ अब सुत्नु पर्ने हुन्छ रात परिसक्यो अब राति 9 बजे आँटिसक्यो अब सुत्नु पर्ने हुन्छ गाइस हेर्नु म तपाईँलाई के देखाउँछु ल चाहिँ मैले यसरी चट्ट बनाएर यो झिलिमिली लगाएको छु अब हामी चाहिँ सुत्ने ठाउँ यहाँ हो अनि त्यसपछि अङ्कलहरू चाहिँ उतै सुतेर फोन हेरिराख्नु भएको छ अनि यो पनि त्यतैतिर छ होइन अब गाई चाहिँ गरौँ कस्तो हुन्छ बहिनीलाई प्रेम पनि कत्रो हान्नु भएको क्या भनेको नि प्राङ्कै नगर्नु जस्तो भइरहेछ एलिसरलाई प्राङ्क गर्दा गर्दै आफू रोक्नु त भएन अबदेखि भिडियो बनाउँदिन भन्दै छ होला अझै 17 तारिकसम्म ढाटुम भनेको चाहिँ फेरि होस् हट अट्याक आउँछ होला भनेर भनिहालेको यहाँ फेरि बाबाले गराउन थाल्नुभयो तिम्रो 32 वटा दाँत त धेरै नबोल त्यस्तै हुन्छ तिमीले जे भन त्यस्तै भनेर अनि भनिदिइहालेको फेरि विद्यालयमै पैसा उता पठाउनु पर्छ मलाई नै ब्लेम लाउँछ फेरि माथि तिमीले भनेर भन्दै ल मम्मीसँग घर जाँदा छैन मम्मीसँग बोल अरे बाबा लिएर आउनु अरे भने यसलाई अहिले कुटौँ न हामीले अनि भइरहेको छ सो गाइज अब चाहिँ हामी एकछिन मुनि जानुपर्ने काम छ नि त अनि दिदीलाई चाहिँ भोक लागिरहेको थियो अरे अनि दिदी चाहिँ यो छोरीले के ल्याएको गरेको छ यो यहाँनिर सो गाइज अनि दादा चाहिँ ससेस बनाउन आमा चाहिँ यताबाट खै त त्यो अङ्कलले निकालेका रहेछन् होइन अनि चलाउन नसकेर अनि त्यत्तिकै राख्दैछ मैले आज कस्तो किचनसम्म बनाएको होइन दिदी अन्त कालीहरू आएर उयो गरेका फोहोर त्यसलाई म बोलाएर पर्दैन अब छोड्दिनु जुन मैनेजर मैं तो करती हूँ खोइ के भन्दै थियो अनि मैं कर नहीं सका भन्दै भनौँ छोडिदिनु लु जुम जुम एकछिन पानीमा उजाल्नु छ लु जुम 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 आधी बाटो आउँदै आधी बाटो फर्किँदै गर्दै हुनुहुन्छ दिदी चाहिँ गाई चाहिँ हामी चाहिँ अब लाइफ छ त्यो त हाम्रो होइन त अनि हाम्रो यस्तो चाहिँ खोइ खानु दुईटै फर्किसक्यो हाम्रो त्यसो एउटा फ्रेस लिएर आउनु ल ओके सो गाई चाहिँ दिदी चाहिँ गाइज हामी चाहिँ चढिसक्यौँ हेर्नु दिदी त अन्त बेजत भन्दै हुनुहुन्छ तर होइन मैले बेजत गरेको गाई चाहिँ हामी चाहिँ अब मुन्जान बन्यो हुन्छ नि त नि हाई भन्नु न हौ भन्नु न बेजत लाग्छ त्यो पनि यो ऐना थाहा छ तपाईँलाई हामी जहिले आएर हेर्ने ऐना हो गाई होइन अनि त्यसपछि हाम्रो दिदी यता हुनुहुन्छ बाहिर देख्न सक्नुहुन्छ यस्तो यस्तो छ अनि अब चाहिँ हामीले दुध किनेर ल्याउनु पर्ने हुन्छ अनि के अरे दिदी त्यसको नाम सेवाई किनेर ल्याउनु पर्ने हुन्छ अनि त्यसपछि त्यसलाई यस्तो यस्तो गर्दै पकाएर खानुपर्ने हुन्छ एकै चुड्कीमा हाँस्नु भएको होइन न मलाई बेजत लाग्थ्यो तर म आज बाल दिएको छुइनँ बाहिर मान्छेहरूलाई म आफ्नै धुनमा हिँडिरहेको छु आउनु न गाइज हेर्नु मेरो आन्टीले मलाई नयाँ चप्पल नयाँ सुरुवाल किनिदिनु भएको छ होइन
होइन गाइज। अनि त्यसपछि अब चाहिँ हामी स्याउवाईहरू किन्न जानुपर्ने हुन्छ नि त। अनि बाहिरको यस्तो कस्तो राम्रो छ आन्टीहरूको बिल्डिङ ऊ त्यो रहेको छ। अनि अब हामी चाहिँ जानुपर्ने ऊ त्यहाँनिर हो। धन्दै गाडीले हानेन गाइज। थ्याङ्क यू हामीलाई चाहिँ ऊ त्यो भैयाले जाऊ जाऊ भने। अनि हामी चाहिँ छिटो कुद्यौँ होइन गाइज। यो दिदी चाहिँ हेर्नु न गाइज हाँसेको गर्नुहुन्छ। हाम्रो दिदी होइन आन्टी हो तर म दिदी भन्छु होइन। अनि अब आफूलाई जे सजिलो लाग्यो त्यही भन्छु। कहिले आन्टी भन्छु कहिले साथमा मेन ठिस भइसकेको छ नि त मेरो गाइज। त्यही भएर हो होइन। अनि हामी चाहिँ भोलि घर जाने भोलि होइन भोलि बेलुका मम्मीहरू आउनुहुन्छ। हामी आइतबार जाने भन न। ए भोलि बेलुका दिदीहरू आउनुहुन्छ। मेरो छोरो चाहिँ जान मानेको छैन। मलाई पनि जानु मन छैन तर जानुपर्छ। होलीमा यस्तो रमाइलो गर्ने भनेको तर हामीले पाइनौँ रमाइलो गर्न गाइस। किनभने मम्मी बाबाले सोचेको थियो होलीमा तर पाइनौँ। हामी चाहिँ यहाँ मलतिर नि आइसकिसक्यौँ। अब हेरौँ मम्मीहरूले मलाई प्र्याङ्क गर्नुभएको रहेछ गाइस नेपाल जाने भनेर चाहिँ तर होइन रहेछ। नेपाल जाने क्यान्सल भइसक्यो होइन। अनि अब हेर्दै गरौँ कस्तो हुन्छ। अब यहाँ भित्र गएर के सामानहरू लिनुपर्छ नि त। अनि अब हजुर अनि हामी आइसक्यौँ। यहाँ के लिने अरे दिदी? दुध मेन कुरो दुध ल्याउनु छ। अनि त्यसपछि स्याउवाई ल्याउनु छ। हामी मार्केटमा आइसकिसक्यौँ। अब दिदी यता जाँदै हुनुहुन्छ हाँस्दै हुनुहुन्छ। कस्तो आज म मान्छेलाई बाल्नु नदिई भ्लग बनाइरहेको छु नि त। अनि त्यही भएर मदेखि हाँस्दै हुनुहुन्छ दिदी। त्यही भएर हाँस्नु हुँदैन बनाउनुपर्छ भन्नेतिर लाग्नुपर्छ होइन गाइज। दुध कहाँ यहाँ छ त? सो गाइज हामीले चाहिँ दुधहरू पनि त लिनुपर्ने हुन्छ। उता पनि रहेछ। अनि हजुर 12.50 हुन्छ। सो गाइज कस्तो बेइज्जत लाग्छ हौ मलाई त भ्लग बनाउन। त्यही पनि कति मिनटको भयो के भयो? सो गाइज अनि आन्टी उहाँ मेरो फोटो खिचिदिँदै हुनुहुन्छ हेर्नु न गाइज। म यता भिडियो बनाउँछु आन्टी उता फोटो खिचिदिँदै हुन्छ। अलिक सस्तो छैन यो त महँगो होला। भोलि गइ त हाल्छु म। अर्को छ क्या दिदी दुध? हाई। अनि यता चाहिँ जुसहरू छ गाइज होइन। कस्तो बेइज्जतीमा यो पनि बकाल होइन? अन्ली भ्लग। सो गाइज हामीलाई चाहिँ तिमीहरू फोटो खिच्छौ भन्ने सोध्दै थियो तर हामी खिच्दैनौँ। हामीले जस्ट भ्लग बनाएको नि त। के गर्ने कति हाँस्नु भएको हेर्नु न दिदी कति हाँस्नु। सो गाइज स्याउवाई लिएर आइसक्यौँ। यति कति खानुहुन्छ होला भन्नुहुन्छ होला तर हामीले अघि पाथी चाउमिन खाएको थियौँ। अनि दिदीको डाइटिङ गाइज दिदीको डाइटिङ गाइज यति धेरै। अनि यहाँनिर यो के अरे दुध होइन यो डाइटिङ हो। कसले भन्छ डाइटिङ त भन्नु पहिला। राति 10 बजे राति भोक लाग्छ गाइज डाइटिङ हुने मान्छे। त्यही भएर डाइटिङ बस्नु हुँदैन होइन। डाइटिङ बस्नु हुँदैन नि त। खानुपर्छ गम मोटाइ छ यत्रो जङ्गो हुने हो। हान्दिनै हो मान्छेलाई डराओस् क्या यस्तो मान्छेले हेर्दा पनि। ए यो त यस्तो मोटो छ यो मान्छे त यस्तो मोटो छ भनेर भनोस् न होइन। लुता सुकुटीहरूलाई त फु गर्दा उडाइदिने जस्तो के हुनु भएपछि। सो गाइज अब हामी चाहिँ रोड कट्नुपर्ने हुन्छ। रोड कटिसकेर अब घरमा गएर स्याउवाई पकाउनुहुन्छ दिदीले। म पकाउनु कि त पकाउने के गर्ने? मलाई साँच्ची ढाँटेको होइन मलाई त थाहा छैन। मलाई यो अहिलेसम्म पकाएको छैन साँच्ची ढाँटेको होइन। अस्ति पकाउनु भनेर भनिरहेको थियो। दादाले पकाउनु भएछ कस्तो पकाएर खानु थाहा पनि छैन होइन। अनि के अरे त्यतिखेर हामी खाएर अगाइसकेको थियौँ। दादालाई मात्र भोक लागेको थियो नि त। अनि दादाले खानुभयो अनि हामीले चाहिँ खाएनौँ। अनि आज चाहिँ खान्छौँ। त्यो पहिला नि खोइ कसको घरमा खाए जस्तो लाग्छ तर मिठो हुन्छ हुन चाहिँ नि। मिठो लाग्छ मिठै हुन्छ। मिठो हुँदैन भन्नु हुँदैन भरे मिठो हुँदैन मिठो हुँदैन भनेपछि त अब भरे खाना पनि अब हुन्छ नि त लाज लाग्छ नि त।
त्यही भएर दिदी आउनु भयो बेटर सो गाइज होइन उहाँहरू हाम्रो दिदी क्यामेराबाट पर नहुनु न दिदी दिदी उता मिलाउँदै हुनुहुन्छ हातै दुखिसक्यो हौ गाइज हौ फर्स्ट टाइम भ्लग बनाउँछु यस्तो हुँदो रहेछ त लिफ्ट नै आइसक्यो लिफ्टमा जानुपर्ने हुन्छ हाम्रो 3 भ्लग